ल बुढी चाहिँ यहाँ अब 4 वर्षपछि फेरि एकचोटि भन्नु न 4 वर्षपछि घर जाँदैछ। यहाँ हाम्रो गुड भाइ आइरहेछ। बिहानै 4 बजे उठेर बिहानको मलाई यो जुत्ताको बेसै बाँध्न आउँदैन क्या। बुढी चाहिँ यसपालि रियल म्याड्रिडको लाग्छ, तर च्याम्पियन्स लिगमा फाइनल पुग्छ पुग्दैन थाहा छैन। कन्फिडेन्स पनि छ, म ओभर कन्फिडेन्स छु भन्छ। हेर्नुभयो त्यो लेफ्ट र राइटको लेफ्टमा 31 ट्रफी छ उतापट्टि 5 हैन, त्यही बार्साको मात्र। 2016 पछि यतापट्टि अहिलेसम्म फाइनलको एउटा टिम मात्रै छ, यतापट्टि सबै फाइनलिस्ट मात्रै छन्। टेन्सन जरे परेको यार यो यसपालि पनि बार्साले जितेन भने चाहिँ जितेन त नभने त फाइनलसम्म फाइनलसम्म त पुग्नुपर्छ, मजाले पुग्नुपर्छ। रोटी एउटा झोलामा नै हाल्दैन झोलै छैन, उहाँहरू मात्र झोलामा हाल्दैन। त ल ल ल ल है भाइ सपिङ तर गरेको छ। मिलाउँछु एउटा म आफैलाई भन्दा जति अप्ठ्यारो अरूलाई त्यति नै अप्ठ्यारो हो। के छेड्दैछ यहाँ हेर न, भयो यस्तो अप्ठ्यारो छ। त्यो देब्रे हातले गरिरहेको छ। भ्लग पनि बनाउनु छ गाह्रो छ नि। भ्लग पनि बनाउनु छ। यहाँ बुढी जाँदैछ। मेरो बुढी जाँदैछ रियल म्याड्रिडको। सुताउनु पर्छ, सुताएर हो सर त्यही माथि राख्नु। लागेन भने एउटा भित्रै हाल्नुपर्छ है भाइ। लाग्दैन भित्रै अगाडि मामा बसिहाल्नुहुन्छ। ल अब हामी चाहिँ हिँड्यौँ। अब 1 महिना चाहिँ म रैला गर्ने हो, सिङ्गल हो। सिंगल लाइफ रक बुढी पनि 1 महिनाको लागि सिङ्गल है। जिले आफ्नो जिन्दगी। यहाँ भाइ चाहिँ मिङ्गल हो। म भजन फुल सिंगल। म चाहिँ अब यो 1 घन्टा पछि सिङ्गल हुन्छु। ए अहिलेसम्म मिंगल अहिलेसम्म मिङ्गल हो। अब 1 घन्टा पछि चाहिँ लाग्यो। मेरो बुढी जाँदैछ, एयरपोर्ट आइपुग्यो। वान यतै रहेछ, यहाँ राखौँ। बुढी के छ हालखबर? फिलिङ कस्तो हुँदैछ? फिलिङ ए ल ल राम्रो बनाइदिन्छु। फिलिङ सिक त छैन नि, फिलिङ ह्याप्पी त होइन, फिलिङ सिक। बस त कहाँ भाँचिन्छ हौ? म बस्दिनँ, भाँचिँदैन क्या बुढी। टाढो टाढो भयो, नडराउ न बुढी। डर लाग्यो भने डर। ओ बुढी, तँ रतन कारगिल जस्तो त्यहाँ फेरि प्लेनको चाबी नमाग्नु नि, फेरि कुदाउनु नखोज्नु नि। फेरि त्यो प्लेनको चाबी कहाँ छ भनेर नमाग्नु नि फेरि। ल अब छिर्यौँ है हामी भित्र। एयरपोर्टभित्र छिर्यो। तिम्रो हेर न टिकट उयो यता 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 इन्टरनेसनल।
त्यसको हो ए उयो हङकङको CX हङकङ छ यो यिनीहरूले हङकङ 9.35 कतिमा चेकिङ सुरु भइसक्यो टर्मिनल इच्छीमा अरे कता हो यही सिधै जानु के छ बुढी सबै जाऊ बुढालाई 1 महिनाको लागि जिले आफ्नो जिन्दगी आमा जिले आफ्नो जिन्दगी एयरपोर्टमा चाहिँ के भयो यस्तो दामी दामी राखेको रहेछ सपना बहिनी छैन लाइन त यहीँ छ जस्तो छ कसरी थाहा पाउँछ मेरोमा जानु होला त्यहाँ हेर न टिकट त्यसको क्याथलिकको कहाँ छ काउन्टर त्यहीँ हो नि कोरियन हो यो होइन उसै तपाईँको टिकट काट्नुपर्ने भयो है हजुर काट्नुपर्ने क्युआरहरू छ र त्यसमा मोबाइलमा के ऊ पासवर्ड चाहिँ निकाल्नु पासवर्डै यो कहाँ टाँस्ने हो ल टिकटहरू सबै रेडी भइसक्यो लगेजको मेरो बुढी ओभर खुसी छ के यो निकाल्नु हो तिनजना आएको होइन तिनवटा छ त। मात्रै आएको त्यहाँ ऊ भन्दै थियो क्या दुइटैमा चाहिँ टाँस्नु रहेछ क्या ह्यान्ड क्यारीमा टाँस्नु पर्दैन क्या ह्यान्ड क्यारी त पुरै टाइम आफैसँग हुन्छ नि त यता आउने कुन हो गमु गाउनु पर्ने त्यस्तो हुन्छ नि बाबु まもなく搭乗手続きなどに保安検査場の入場を締め切りいたします。都民公開 यो यो गाउनुपर्ने すべての手続きを済ませ लिम्बू सरदेखि माथि होइन हो त्यति गर न उकाउनु पर्दैन कि नौकाइकिन कसरी जानु ご協力をお願いいたします。 ऊ सबैजनाले फेरि उयो गरेर ल्याउ त यो उता अब उता लाइन उयो त लाइन पर्दैन होला पनि यहाँदेखि त आऊ न यहाँ लाइन किन रिसाइरहेको कता उता जानु पर्छ मेरो बुढी चाहिँ यहाँ लाइन लाइन पुग्यो ट्रली ल्याइदिँदैछ भाइले यहाँ ट्रली ल्याइदिँदैछ भाइले यहाँ ट्रली ल्याइदिँदैछ खोइ खोइ ल ट्रलीमा नि भयो छुटेको हामी होइन यहाँ
लगेज निकाल्नु नि त तपाईँ उ त्यहाँ जाने हो नि भित्र यता हो कता यो चाहिँ तिम्रो लगेज लग्छ क्या यो यो त आफूसँग बोक्ने त्यो चाहिँ आफैसँग अँ त्यो दुईटा चाहिँ बोक यहीँ हो होला कता कि एक लाठी दिएर कता कि कता भन्छ मेरो लौ बडीको चाहिँ यहाँ पासपोर्ट उयो हुँदैछ चेकिङ हो नि त है ल हाम्रो लगेज चाहिँ हालिसक्यो स्क्यान गरेर 21 केजी थियो अहिले त यादै गरेँ 22 थियो अन्त 24 किलो रहेछ नि त 23 किलो भनेर मर्दै नर्दै थपेँ नि म はい、じゃあシートです。はい、ありがとう。OK です。 अनि मैले पठाइदिएको त छैन पठाएको ल बाई बाई बुढी सेफ जर्नी बुढी सेफ जर्नी बुढी बुढी ओ बुढी राम्रोसँग ल First one.